हेर्नुस् तपाईहरुलाई म आज एउटा सानो भिडियो देखाउन गइरहेको छु। विदेशमा बसेर मान्छेले कसरी पैसा कमाउनु पर्छ, कसरी पैसा कमाउँदा रहेछन्, यहाँ कति दुःख गर्नुपर्ने छ, कति गर्मी छ। हेर्नु त नेपालमा कुनै काम अब नपाएर त हुन सक्छ। यसरी परदेशिएर नेपाल हाम्रो जिन्दगीहरु व्यर्थमा गुजार्नु परिरहेको हुन्छ। हेर्नुस् कस्तो गर्मी छ, खलखल पसिना आइरहेको हुन्छ। यसरी कपडाको भित्र यस्ता पेपरहरु राखेर यसरी पसिनाबाट बच्नको लागि यसो गर्नुपर्छ। ल हेर्नुस् कति गाह्रो छ, देखिरहनु भएको होला। हेर्नुस् पसिना कसरी बग्छ। यसरी पसिना बगाएर आफ्नो परिवारहरुको लागि, सुख शान्तिको लागि हामीले परिश्रम गर्नुपर्छ। यो दुःख देख्ने खास कोही पनि हुँदैन। बोल्न सुद्धा गाह्रो परिरहेको हुन्छ। यहाँ हेर्नुस् भित्र कसरी पेपर हालेर कपडा हाल्नुपर्छ। यसरी रुमाल, हेर्नुस् यसरी भित्र रुमाल हालेर यहाँ हेर्नुस् तपाईहरुले हेर्न सक्नुहुन्छ। यहाँ हेर्नुस् कसरी पसिना कसरी चुइन्छ। अब ल हेर्नुस् देख्नुभयो, यसरी पानी चुइन्छ। ल हेर्नुस् देख्नुभयो। अब यसैले यहाँ पुस्नुपर्छ। ल हेर्नुस् ए भाइ पैसा त्यसै कहाँ सजिलो कमाउन सकिन्छ र। देख्नुभयो होला यस्तो घाममा ल्याएर यस्तो पार्किङमा ड्युटी गर्नुपर्छ। नेपालबाट कति नै सजिलो हुन्छ भनेर हामी विदेश आउँछौँ। हेर्नु सेक्युरिटीको जागिर, त्यो पनि बाहिर पार्किङमा। देख्नुभयो सास फेर्न गाह्रो हुन्छ। यो पेपर यो मैले फेरि यही भित्र हाल्नुपर्छ। हेर्नुस् यही भित्र हालेर राख्छु। एकछिनपछि फेरि निकाल्दा त्योभन्दा बढी पानी आइरहेको हुन्छ। के गर्नु।